कर्णालीको यो बाटोमा यति बेला नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल आफै ड्राइभिङ गरेर गाडी चलाइरहनु भएको छ। कर्णाली यात्रामा रहनुभएको उहाँ यति बेला मुगु पुग्नु भएको छ। कर्णाली राजमार्ग, कर्णाली करिडोर लगायत कर्णालीका विभिन्न सडकहरूको अनुगमन गर्दै र अन्य भौतिक पूर्वाधारहरूको अनुगमन गर्दै उहाँ कर्णालीको यात्रामा हुनुहुन्छ। यति बेला नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालज्यूले यो जोखिमपुरा मोडमा गाडी चलाइरहनु भएको छ भने यस्तै सुर्खेत क्षेत्र नम्बर 2 का माननीय रमेश कुमार सापकोटाले पनि आफै ड्राइभिङ गरेर उक्त यात्रामा हुनुहुन्छ। यति बेला कर्णाली यात्रामा रहनुभएको उहाँहरूले कर्णालीको भौतिक पूर्वाधारको अवस्था के छ भन्ने बारेमा जनस्तरमै पुगेर विभिन्न जानकारीहरू लिइरहनु भएको छ भने यहाँको अवस्थाको बारेमा जानकारी लिइरहनु भएको छ।